October 3, 2025 and म बुढी भेट्न दमक आइदिएको भक्का पनि किनिसके हामी प्री वेडिङ फोटो सुट हान्न आएको भिडियो सुट गर्ने पुरै हामीसँग दुईजना क्रू पनि छ अनि ट्राइपड सब गियर बोकेर आइसक्यो हामी अब लोकेसन चाहिँ स्टिल अझै 2-3टा दामी छ कुनमा जाउँ भइरहेछ होइन भर्खरै पुगेको अब दमक आएपछि भक्का नखाइ त कहाँ हुन्छ होइन 2टा त हामीले मारिसक्यौँ अब बाँकी चाहिँ फ्यामिलीसँग खान्छौँ अनि त्यसपछि विल डिसाइड भोलि कहाँ जाने भनेर सो अहिले दसैँको बेला नि हो अलिअलि टिका लाउने ठाउँमा आज भ्याइदिने अनि भोलि हामीले पनि मजाकमा तर इन्सेन मुभी हेऱ्यो है माया अमेजिङ मुभी छ यार सो लाइक यस्तो कल्चरल मलाई त आफ्नै मतलब एकदम नेपालको मात्र याद आइरहेको थियो कि मलाई त कल्चर भन्दा पनि I was more enjoying the cinema के त्यहाँ भित्रको पनि ठीक छ लाइक VFX and everything was so good but the way presentation was good but the storyline के so relatable लागिरहेको थियो अब एज अ क्षेत्री हैन हाम्रो पनि त पुरा काम नै हुन्छ कुल हुन्छ अनि सेम एभ्रीथिङ वाज लाइक सो मच लाइक आई वाज लाइक थिंकिङ लाइक हाम्रो स्टोरीमा पनि बनाउन मिल्थ्यो होला इट्स सो नाइस भन्नु यार तर त्यो एक्टिङको लेभल पनि त्यस्तै हैन तिमीलाई कस्तो लाग्यो movie was amazing पैसा वसुल के पुरेमा लाइफ को बेस्ट डिसिजन हो के जिरिङ तर म यो कुराको लागि चाहिँ हैन यसको लागि सबभन्दा ठुलो थ्यांक यू मेरो मोटे भाइलाई दिनु पर्थ्यो के यहाँ चाहिँ यहाँ हिजो अस्तिदेखि भाइले चाहिँ यहाँ सिट डेन्जर हो के मुभी फेरि कडा यो त फर्स्ट टाइम होला हो यो बलिउडमा पैसा तिर्न चाहिँ यस्तो मुभीको लागि चाहिँ बहुत मजा आउँछ यार 1000 रुपैयाँ टिकट भयो पनि एभ्री टाइम गुसबम्प आइरहेको त्यही त लास्ट खतरा भयो तर अहिले पानी परेछ नि जस्तो हामी मुभी खिच्न जाउँ हाम्रो आफ्नो पनि बनाउन जाउँ अब ल अब चाहिँ मुभी सक्यो हैन इट्स अराउन्ड मिड डे अनि हामी चाहिँ अब हाम्रो प्री वेडिङ कन्टिन्यू गर्नुपर्छ पानी पनि परेछ नि जस्तो लागिरहेछ हैन हाम्रो न त इट्स लाइक स्टार्टमा त गरेर 2-3टा क्लिप गरेर अनि बन्द भएको छ पानीले सो 3 मिनेटको क्लिपमा हामीले लगभग 1 मिनेट चाहिँ गरिसकेको छौँ अब बाँकीको चाहिँ अब गर्नुपर्छ हेरौँ बाहिर चाहिँ पानी परेछ जस्तो लागिरहेछ पानीमा पनि गरिहाल्छ आई स्वेयर आई क्यान नट लाइक आई फिल लाइक त्यो कम्प्लिट गर्नै पर्छ मैले त 2टासम्म सक्छु भनेर सोचेको थिएँ कि एउटा पनि नभएको देखेर त अब लाइक त्यही त ल अब लागिहालौँ हामी सबसे युनिक प्री वेडिङ भिडियो बनाउने भनेको हिजो 1 घन्टा मात्रै चल्यो होइन आज फेरि हामी ई रिक्सा चढेर जाँदैछौँ पानी शान्त हुने बित्तिकै अब हाम्रो क्रू पनि हामीसँगै छ हामी 4 जना होममेड बनाउनु पर्छ हाम्रो क्रू हो यो होममेड प्री वेडिङ आफ्नो पुरा स्किलमा आज यसमै देखाइदिन्छु हेरौँ कस्तो हुन्छ ल मेरो पहिलाको पुनवाला पनि भिडियो हेर्नु यही लाएर त रेडी भएर त चस्मा पनि लाएर दौडिने ठक्क ल कपाल पनि यस्तो उड्छ होइन कस्तो भयो आफै पम्प गरेर आए जस्तो भएछ कपाल त अहिले जाँदैछौ रतुवा खोला प्लानमा हल्का चेन्ज आइसकेको छ होइन हल्का के पुरै प्लानै चेन्ज भइसक्यो आज हामी चाहिँ श्री अन्तु र इलाम जाने कुरा थियो तर उयो त्यहाँ त एउटा भर्याङ पनि छ यत्रो ठुलो हो त्यहीँ बस्नुपर्छ अनि त्यसपछि हामी चाहिँ अब यहीँ वरिपरि जे छ यहाँ पनि एकदम पानी पर्ने भयङ्कर स्थिति छ वेदर फोरकास्टको अनुसारमा चाहिँ धेरै पानी पर्छ अरे बिरगन्जमा पनि परिरहेछ उता नि श्री अन्तुतिर पनि परिरहेछ त्यसैले हामीले अब यहाँ जसरी हुनु त माया टास हो ल यहाँको अब हामीले जे एभाइलेबल छ त्यसैबाट चाहिँ विल मेक इट होइन बेस्ट पोसिबल अब जस्तो हुन्छ त्यस्तो बनाउने होइन हाम्रो प्री वेडिङ सुट सबैभन्दा युनिक बनाउनु पर्छ हामीले ल माया
तसो आजको सुट चाहिँ सकाएँ होइन। अब कस्तो कस्तो फुटेज आएछ हामीले अगाडि एडिटिङ गर्दाखेरि चाहिँ हेर्छौँ। अहिलेको लागि चाहिँ चित्त बुझ्दो नै खालको छ। जति हामीले सोचेको थिएँ त्यतिको भएकै ठाउँमा गऱ्यौँ। बेला बेलामा पानी पर्ने नपर्ने रोक्ने भइरहेको थियो। भाइहरू पछाडि छन्, उता छन् उता। अनि हामी चाहिँ अब नास्ता खाना आएको। यहाँ यतातिर चाहिँ एकदम फेमस छ अरे यो ठाउँ। दिस इज होटल सुमन। यहाँ चाहिँ थुक्पा पाइन्छ, मोमो पनि पाइन्छ पोर्कको। सो लेट्स सी व्हाट वी गेट इनसाइड। स्याडली होटल सुमनमा चाहिँ आज सर्भिस छैन। हिजो आउँदा पनि बन्द थियो एन्ड हामी अर्को बेला होटल ज्योतिमा जान लागेको। सो लेट्स सी व्हाट वी गेट इनसाइड। यहाँ पनि पाउँछ अरे भन्छन्। आई डोन्ट नो, भाइहरू सोध्दैछन् के हुन्छ थाहा छैन। यहाँ प्याकिङ मात्रै हो कि के हो। सो लेट्स सी। हामी चाहिँ अहिले केमा छु रे, ज्योति होटलमा छौँ। सुमन होटल बन्द रहेछ, हिजो पनि बन्द आज पनि बन्द। ज्योति होटलमा पनि धेरै मेन्यू केही पनि छैन, जे छ त्यही मगाइदिएको हो। त्यसैले त्यो मगाएपछि पनि हामीले 15-20 मिनट मजाले गफ गरिसक्यो एन्ड भोक पनि चर्कै लागेछ। अब के आउँछ हेरौँ है अहिले होइन। यता 6 जना छ नि यहाँ, भाइहरू पनि छ। आउने नआउने केही ठेगान छैन। भाइले लेखेर आएछ अरे मेन्यू, के अरे अर्डर। तिमीहरूलाई केही भन्न छ? FF को बोर्ड पनि बुझ्दैन होला। F मैले तलबाट लेख्दैछु, यस्तो माथिबाट लेखेको छैन। हामीलाई ज्योति होटलमा पनि खान पाएन। अब के गर्ने होला। अब फेरि हामी बजारतिर जाँदैछु, ठेलामा विकासको भाजा खान्छु अब म। मोमो चाउमिन जे खान पाए पनि खान्छु अब म, जहाँसुकै जाउँ। सो हामी चाहिँ लास्टमा पुग्यौँ बर्गर हाउसमा। यहाँ मात्रै केही पाउँछ जस्तो लागिरहेको छ बिकज एभ्री पार्ट अफ दमक इज अहिले बन्द। आइदर दे आर सेलिब्रेटिङ फेस्टिभल अर दे आर आउट अफ स्टाफ अर दे आर क्लोज। के भइरहेछ मलाई थाहा छैन। वी आर सो हङ्ग्री कि जहाँ छिटो छिटो पाउँछ लोकल सोकल गयो भाडमा, भोलि हेरौँला लोकल। आज चाहिँ के खानु पर्यो भनेर अब भाइ बहिनीहरू पनि थाकिसकेको छ। त्यसैले वी आर इन द बर्गर हाउस एन्ड लेट्स सी व्हाट इट अफर्स अस। फाइनली 5 मिनटभित्रमा यहाँ हाम्रो एउटा कोक र मोमो आइपुग्यो। अर्को पनि हाम्रो लागि थियो भनेको होइन रहेछ, यो मोमो मात्रै हो। ए केटा हो, खाऊ 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 खाऊ, लाज नमान, सकाइदेऊ यसलाई तुरन्तै। आयो हाम्रो मोमो प्लाटर। यसमा के छ मलाई थाहा छैन। प्याज टमाटर देखिरहेको छु। 3-3टा छ ल, मार मार मार। यहाँ 4 जना छु नि। यहाँ ब्रान्ड न्यू रोडमा छौँ होइन। बाइक राइडिङ गरिरहेको छु पुरा थाइल्यान्डमा जस्तै हातपट्टि लगाएर। हावा चलिरहेको छ, यहाँ बवाल मजा आइरहेछ। अगाडि मामाहरू हुनुहुन्छ होइन। मेरो बुझ्ने यहाँ रात मजा आएको छ। हावाले केही पनि सुनिरहेको तर बहुत मजा आइरहेको छ। पुरै झिलिमिली बसिन्छ। यहाँ चाहिँ कसैले केही गरेको छैन, तर मैले एक हातले बाइक चलाइरहेको पुरै विकास भइरहेको